खै कान्छा, त्यो कुमार काकाको परिवार त चर्च जान छोडेछ नि। खोइ मैले सुनेको त चर्चमा पास्टर बुबाले रक्सीजाड विश्वासीहरूले खानु हुँदैन भन्ने वचन बाँडेको थियो अरे। कुमार काका त जुरुक्कै उठेर चर्चबाट घर आउनुभयो अरे। त्यहाँदेखि चर्च जानु भएको छैन अरे भनेर भनेको मैले सुनेको छु। हो र? खै कान्छा सुन्न, त्यो नर्बु बाजेको परिवार सबैले चर्चमा वचन बाँड्छ अरे। हो त, अस्ति पास्टर बुबाले भन्नुभएको नर्बु बाजेको परिवार त विश्वासमा डरो हुनुहुन्छ भनेर भन्नुहुँदै थियो। खै कान्छा, त्यो कुमार काका के भएर चर्च नगएको अरे हौ? एकचोटि हाम्रो नर्बु बाजेको घरमा गएर सोधौँ न। उहाँहरू त विश्वासमा डढिलो हुनुहुन्छ अरे, सधैँ चर्च जानुहुन्छ अरे। के भएर नगएको रहेछ हौ? सोधौँ होइन? जाउँ। ल जाउँ। नर्बु बाजे जय मसी। जय मसी। कति काममा आएको हौ केटाहरू यहाँ? जय मसी नर्बु बाजे। जय मसी जय मसी। भन कति काममा आएको हो तिमीहरू? नर्बु बाजे, माथिको त्यो कुमार काका के भएर चर्च नगएको हो? खोइ त्यसको बारेमा चाहिँ म त्यति केही जान्दिनँ, तर म उहाँको बारेमा भन्नुभन्दा पनि म तिमीहरूलाई छोटो वचन सुनाउँछु है। मत्ती 7 अध्यायको 24 पददेखि 27 पदसम्म हामी हेरौँ है यो वचन। यसकारण जसले मेरो यी वचन सुन्छ र पालन गर्छ, म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो, अनि पानी पर्यो र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन, किनकि त्यो चट्टानमाथि बसालिएको थियो। जसले मेरो यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एकजना मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बलुवामाथि बनायो, पानी पर्यो र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठुलो विनाश भयो। अब यो वचनमा के भनेको छ भने, जसले मेरो यी वचन सुन्छ र पालन गर्छ, म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु भनेर यो वचनले भनेको छ। परमेश्वरको वचन पालन गर्ने व्यक्ति र परमेश्वरको वचनमा विश्वास गर्ने व्यक्ति र परमेश्वरमा भरोसा गर्ने व्यक्ति अनि आशा गर्ने व्यक्तिले चाहिँ के गर्छ? चट्टानमाथि बसाल्छ घर। उसको विश्वास चाहिँ चट्टानमाथि बसालिएको हुन्छ। उसलाई समस्याहरू आउँदाखेरि, उसलाई कष्टहरू आउँदा पनि डराउँदैन। उसले चाहिँ परमेश्वरको वचनमा विश्वास गरेको हुन्छ। ऊ कहिले पनि विनाश हुँदैन। ऊ सधैँ विश्वासमा स्थिर रहन्छ। चट्टानमाथि बसालेको घर जस्तै उसको जीवन हुन्छ। तर कुमार काकाको जीवन चाहिँ कस्तो भयो भन्दाखेरि एक मूर्खको तुलना भयो। जसले मेरो यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एकजना मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बलुवामाथि बनायो, पानी पर्यो र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठुलो विनाश भयो। र त्यो कुमार काकाको जीवन चाहिँ तसनस भएको छ। तर उसले विश्वासमा ऊ अडिनु सकेन। कुमार काका चाहिँ उसमाथि आधी हुरी चलिसक्दाखेरि ऊ चाहिँ ढल्नु भयो, ऊ लड्नु भयो, अनि त्यसै कारणले उसको चाहिँ जीवनमा ठुलो विनाश भएको छ। किनभने जब जो व्यक्ति परमेश्वरको वचनमा डरिँदैन, जो व्यक्ति परमेश्वरमाथि विश्वास गर्न सक्दैन, जो व्यक्ति परमेश्वरमा भरोसा गर्न सक्दैन, उसलाई सानो कुराले पनि लड्न सक्छ। ऊ मूर्खता हुन्छ, अनि मूर्खताले चाहिँ के गर्छ? विनाशमा लान्छ। अनि त्यही भएको हो उसलाई चाहिँ। किनभने परमेश्वरको वचनमा ऊ डरो रहन सकेन, परमेश्वरको विश्वासमा ऊ डरो हुन सकेन। त्यसै कारणले गर्दाखेरि ऊ चर्च जान नसकेको, परमेश्वरमाथि विश्वास कमजोर भएको कारणले गर्दाखेरि खासै कुरो चाहिँ यति हो। भनेपछि हामीले राम्ररी बुझ्यौँ, जसले सुन्छ र पालन गर्छ ऊ चाहिँ एक बुद्धिमानी मानिस पनि हुँदो रहेछ। त्यो व्यक्ति चाहिँ जस्तो सुकै आधी हुरीमा पनि ढल्न नसक्ने रहेछ भन्ने कुराहरू बुझ्यो। र जसले परमेश्वरको वचन सुन्छ उसले आगे पालन पनि गर्दैन, अनि परमेश्वरमाथि पनि विश्वास गर्दैन।
अनि भरोसा पनि गर्दैन। त्यो मान्छे चाहिँ आधीउरी चल्यो भने ढल्न सक्ने रहेछ। पुरा छर्लङ्गै बुझ्यो। सबैजनाले बुझ्यो है, कुरा बुझ्यो। अरू विश्वासीहरूले पनि यो कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ है। सबैजनाले बुझेर परमेश्वरको वचनलाई पालन गर्नुपर्ने हुन्छ है। जसले मेरो यी वचन सुन्छ र पालन गर्छ, म एकजना बुद्धिमान मानिससँग तुलना गर्छु भनेर भन्नुभएको रहेछ। जो कोही पनि परमेश्वरको वचनमा विश्वास गरेर हिँड्यो, परमेश्वरको वचनलाई आगे पालन गर्छ भने चाहिँ ऊ जस्तोसुकै अवस्थामा पनि, जस्तोसुकै आधीहुरीमा पनि ऊ ढल्न नसक्ने रहेछ भन्ने कुरा बुझियो। परमेश्वरलाई धन्यवाद होस्।